नमस्कार दर्शकवृन्दहरू। अमेरिकी सेनाले भेनेजुएलाका राष्ट्रपति निकोलस माडुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई पक्राउ गरेको छ। जनवरी 3, 2026मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो ठूलो सैन्य अपरेसनको घोषणा गरेका छन्। यो घटना विश्वव्यापी रूपमा विवादास्पद बनेको छ। आज हामी यसबारे विस्तृत जानकारी दिनेछौँ। जनवरी 3 को बिहान अमेरिकी सेनाले भेनेजुएलाको राजधानी काराकासमा ठूलो सैन्य आक्रमण गरेको थियो। यसलाई अपरेसन एब्सोल्युट रिजल्भ नाम दिइएको छ। अमेरिकी विशेष फौजले माडुरोको कम्पाउन्डमा छापा मारे र उनलाई तथा उनकी पत्नीलाई पक्राउ गरे। यसअघि काराकासका सैन्य आधारहरूमा बमबारी भएको थियो। माडुरो दम्पतिलाई पहिले अमेरिकी युद्धपोत USS इवो जिमामा राखियो, त्यसपछि न्युयोर्क लगियो। उनीहरू अहिले न्युयोर्कको जेलमा छन् र सोमबार अदालतमा उपस्थित हुने सम्भावना छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सोशल मिडियामा यो सफल अपरेसनको घोषणा गरेका थिए। उनले भनेका छन्, अमेरिकाले अस्थायी रूपमा भेनेजुएला चलाउनेछ र सुरक्षित सङ्क्रमण नहुँदासम्म अमेरिकी नियन्त्रण रहनेछ। ट्रम्पले अमेरिकी तेल कम्पनीहरूले भेनेजुएलाको तेल उद्योग पुनर्निर्माण गर्ने र फाइदा लिने बताएका छन्। यो कारबाही ड्रग तस्करी विरुद्ध भएको उनको दाबी छ। भेनेजुएलामा उपराष्ट्रपति डेल्सी रोड्रिगेजले अन्तरिम नेतृत्व लिएकी छिन्। उनले यो अमेरिकी आक्रमणको निन्दा गर्दै माडुरोलाई एकमात्र राष्ट्रपति भनेकी छिन्। देशमा आपतकाल घोषणा भएको छ। अन्तर्राष्ट्रिय रूपमा रुस, चीन, इरान लगायतले यो संयुक्त राष्ट्रसङ्घको उल्लङ्घन भनेका छन्। केही देशले समर्थन गरेका छन् भने भेनेजुएलाका प्रवासीहरूले उत्सव मनाएका छन्। संयुक्त राष्ट्रसङ्घमा छलफल हुने सम्भावना छ। यो घटना ल्याटिन अमेरिकामा अमेरिकाको सबैभन्दा ठूलो हस्तक्षेप हो, जुन 1989 को पानामा आक्रमण पछिको हो। विश्वमा यो विवादास्पद छ किनकि यसले अन्तर्राष्ट्रिय कानून र राष्ट्रहरू बीचको सम्बन्धमा नयाँ प्रश्न उठाएको छ। थप विकास हुन सक्छ। हामी अपडेट गर्दै जानेछौँ। यो थियो भेनेजुएलाको ताजा समाचारको पूर्ण जानकारी। यदि तपाईलाई यो भिडियो मन पर्यो भने लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नभुल्नुहोस्। थप समाचारका लागि हाम्रो च्यानलमा रहनुहोस्। धन्यवाद।